साक्य वज्राचार्य समाज यलयान्या कगु दमुज्या जुगदो नागबाले शनिबार जुगु दमुज्या उलेज्या बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार यानदी गुख समाज अध्यक्ष शरण कुमार साक्य सवनाय जुगु च्याचोले समाज वार्षिक प्रतिवेदन महासचिव जगतमुनि साक्य प्रस्तुत यानदी गुखासा आर्थिक प्रतिवेदन कार्यवाहक कोषाध्यक्ष उत्तम राज वज्राचार्य प्रस्तुत यानदी गुख साक्य वज्राचार्य समाज के उद्देश्य है छिसो छिगु छिन्याबा निछौ बैली ठठौ ज्या ईमानदारीता पूर्वक जना चौकी साक्य वज्राचार्य भी स्वी पागु स्वी चाउ टले छरे दिया चौकी साक्य तो एक मत दिया एक ठेका दिया ठाइन बन्धु एक टानी बल वडियो फिटा मुखे जोर ब्याज स्वी चाउ टले ये मिले तो लासन हो या पटी बन्धुला विशेष नाची मसान के पूरा ठेंगा तो समाज छ्या छियो आर्थिक विकासको लागि छियो संस्कृति विकासको लागि हरेक ज्या तो विशेष ना न्यू जेनेरेसन भी मस्त खुबी डुबी मस्त त यहाँको क्षेत्रमा छिपिन लेख्ने सभा सहभागिता यहाँ लागि बहुत प्रेरणा दिए हिसाब तो साक्य वज्राचार्य समाज गठन सुख शान्ति र समृद्धिको कामनार्थ मायानी र वज्रयानी बौद्ध श्रोत वाचन नवग्रन्थ सूत्र ललितपुरको ऐतिहासिक अखकोट मङ्गल बजारमा नेपाल सम्बत 300 र गुणगा नवमी शनिबार 2079 साल भदौ 4 गते शनिबारका दिन सर्दे 6 जवान गुर्जोहरू र 5 जवान गुरुमाहरू आमन्त्रित गरी सामूहिक श्रोत वाचन गरियो। सामूहिक वाचन गरेका नवग्रन्थ सूत्र पुस्तकहरू यस प्रकार छन्। अस्त शास्त्र सिका प्रज्ञा पारमिता 2 गन्धव्यूह 3 दशभूमेश्वर 4 समाधिराज 5 लङ्कावतार 6 सधर्म पुण्डरिक 7 तथागत गृहेत 8 ललित विस्तार 9 सुवर्ण प्रवास। यस वृहत श्रोत वाचन कार्यक्रमको संयोजन समाजको प्रथम उपाध्यक्ष श्री नेम बी साकेज्यूले गर्नुभएको थियो। आम्दानी यस वर्ष चाहिँ 10,47,071 रुपियाँ 37 पैसा, व्यय 10,45,368 रुपियाँ 34 पैसा भई 1,703 रुपियाँ 3 पैसा चाहिँ बचत हुन गएको छ। अब म वाचन गर्नेछु। पूजितया दायित्व बचत हिसाब अहिलेसम्मको 5,338 रुपियाँ 9 पैसा, आजीवन सदस्य कोष हिसाब 3 लाख, समायोजन कोष हिसाब 2,91,458 रुपियाँ 98 पैसा, भुटानी दिन बाँकी 39,539 रुपियाँ 61 पैसा, जम्मा 6,36,336 रुपियाँ 68 पैसा रहेको छ। ज्याजोले नाजामा कम्प्युटर वैज्ञानिक मुनिबहादुर साक्य त हङ्गु खासा ललितपुर उद्योग वाणिज्य संघ नवनिर्वाचित अध्यक्ष विश्वराज वज्राचार्य व सदस्य सुजन वज्राचार्य त सगपिया सम्मान यागु ख ज्याजोले मन्त्री रामकृष्ण चित्रकार कम्प्युटर वैज्ञानिक मुनिबहादुर साक्य लगायत समाज त भिन्तुना देछाना दिगु ख जिनेबाट एकता आयो दक्षिण टर्म आवश्यकता छ। जिनेबाट थमे थठाइ विभाजित जाचन नलासा जिनेबाट छमनेबाट मेमनेबाट आलोचनासँग या सुझाव मबियो सहयोग मया फसल लासा हन छि कमजोर ज्यामले यो विकल्प मोड छि कमजोरै ज्यामने ए छु एकता आवश्यकता दो छु पहिचानको लागि छु संस्कृतिको लागि छु सम्पदाको लागि छु व्यवसाय उठाउनको लागि छु एकता ठौ त आवश्यकता खट ए ज्या ठौ अत्यन्तै ठो साक्य वज्राचार्य समाज त न्याकको तो मुज्या जिसिक्ति जमास्ता ठुकै लागि जैना दिगो लागि आह्वान यासे अनुरोध यासे तो न्याकको तो मुझे सफलता कामना यासे जिसिक्तिना बिदाका शुभ मैले जीवनमा त्यही दिँदा इना बिहासे चाहिँ